सोच्छौँ पनि अब सोचेर मात्रै त हुँदैन होइन सोचेपछि सोचेर मात्रै हुने भइहाल्छ अलिक एक्सनमै उत्रिनु पर्ला कि जस्तो लाग्यो अब ओके आजदेखि एक्सनमा उत्रिनु र अब फिल्म खेल्दै जानु होइन भाउजू हजुरको सजेसन छ कि छैन दाइलाई फिल्म खेल्दै जानु किनभने राजसाईको कमब्याक भइसकेपछि यति धेरै माया पाइराख्नु भएको छ होइन अनि त्यसपछि उहाँले निरन्तरता दिए हुन्थ्यो भन्ने धेरैजना हुनुहुन्छ नि त त्यो हजुरको चाहिँ के सोच छ फिल्म इन्डस्ट्रीमा दाइले निरन्तरता दिए हुन्थ्यो कि नै मेरो त उहाँलाई पहिलाबाट नै थियो फिल्म अझै गरिसियोस् भन्ने इच्छा थियो जुन चाहिँ अब पुरा भएको छ अब बिस्तारै उहाँ आइसिन्छ होला अझ धेरै मुभी गर्छिन्छ हजुर त यति लजावती हुनुहुन्छ होइन हजुरलाई चाहिँ दाइसँगै कतै स्क्रिनमा आउन मन छ कि छैन मलाई स्क्रिनमा लाज लाग्छ त्यति कम्फर्टेबल जो दुनियाँसँग लजालु हुन्छ नि उस श्रीमानसँग चाहिँ असाध्यै आक्रामक हुन्छ त्यो सब एनर्जी श्रीमानलाई बचाएर त्यो त हर घरको कहानी है त्यही त दाजुले पीडा भन्नुभयो कि जोक गर्नुभयो यसमा तपाईँ कतिको सहमत 100% राजदाईको जोक सहमति सबै इक्वल नै हो सबै चल्छ होइन मैले अहिले बोलिरहँदाखेरि उहाँलाई लाग्यो कि उहाँकै पीडा बोलिरहेको छु